आज चाहिँ हाम्रो अर्को ब्लग सुरु हुँदैछ सिधै ब्रेकफास्टबाट हैन, किनकि म जहिले पनि बिचबाट सुरु गर्ने गरेको छु नि त, मेरो बानी नै छ। दामी छ यो चाहिँ। म खुवा टोस्ट ट्राई गर्दैछु र अब अभियसली थाहा पाउनु भएर तपाईँले कहाँ पाउँछ खुवा टोस्ट भनेर। दामी छ। हामी चाहिँ जाँदैछौँ भैरव कुण्ड सिन्धुपाल्चोकको र ब्लग चाहिँ बिचबाट सुरु गरेका छौँ। सायद यो ब्लगले कहाँसम्म पुऱ्याउँछ हेरौँ। आफ्टर लङ टाइम यसरी बोल्दैछु, त्यो अलिकति नर्भस भएको जस्तो फिल आयो। तपाईँहरू चाहिँ त्यस्तो फिल नगर्नु होला है। ल आज चाहिँ वेलकम टु डे 2। हिजो चाहिँ हामी काठमाडौँबाट बारबिसी हुँदै अलिकति माथि तपाईँको छगाम भन्ने ठाउँमा बस्यौँ र आज चाहिँ बिहानै हामी 5 बजे नै छगाम भन्ने ठाउँबाट लगभग 2 घन्टा 1.5 घन्टा है, 1.5 घन्टाको बाइक ट्राभल गरेर माथि चोकर मकर भन्ने ठाउँमा आइपुग्यौँ र यहाँबाट चाहिँ हाइक सुरु हुँदो रहेछ होइन। देख्नुहुन्छ तपाईँले मेरो ब्याकग्राउन्डमा तल अलिअलि टहरा छ, धेरै छैन। त्यहाँ चाहिँ तपाईँको जस ओभरअल चाहिँ हामीले यो तल बसेर राम्रो डिसिसन गऱ्यौँ, किनकि मान्छे टन्नै छ। किनकि एउटा राम्रो टुरिस्ट डेस्टिनेसन भइसकेको छ नि त होइन। देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा हिमालहरू। र अघि तपाईँको बाटोमा आउँदाखेरि एउटा रहस्य के अब अचम्मको कुरा चाहिँ हाम्रो चाइनिज नेटवर्क भेटिरहेको थियो कि यहाँनिर 6 बज्दाखेरि उतापट्टि चाहिँ 8:15 देखाइरहेको थियो कि। म त मेरो मोबाइल बिग्रियो कि भनेर एकछिन झस्याङ पनि भएको थिएँ होइन। जस त्यस्तै हुँदो रहेछ। त्यही भएर यो हिमालहरू चाहिँ तपाईँको चाइनाको हो, नेपालको हिमाल चाहिँ यो डाँडा ठ्याक्क पछाडि छ कि। त्यही हो, एकदम रमाइलो ट्रेक, सजिलो पनि, धेरै हिँड्नु नपर्ने होइन। यससम्मलाई रमाइलो भइरहेछ। भैरव कुण्ड तपाईँहरू पनि आउनै पर्ने ठाउँ है त। ल अघि मैले भनेको चाइनाको हिमाल यो भयो नि, पिक पोइन्टमा आइपुगेपछि यसरी नेपालको हिमाल होइन। She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. Maybe next year in Madrid or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler, the world is your open gate, and I just stood
afraid of fate. If I don't take that step today, you'll vanish with the train, and I'll never see your smile again. पुरै थकित भएको अवस्था, थकित मुद्रामा पुरै रेस्ट गर्नुपर्ने अवस्था. ओ माई गड. स्यास्या भएको अवस्था, थाकेको अवस्था. यसरी पुरै भुइँमा लडीबुडी गरेको अवस्था. मान्छेहरू हिँड्दैछन्, गर्दैछन्. ठिक छ. अलि हार्टबिट चाहिँ कम भएको छ. अलि आनन्द. ल फाइनल्ली हामी चाहिँ भैरवकुण्ड आइपुगेका छौँ. ठुलै मिहिनेत लाग्यो भनौँ न त्यहाँबाट हिँड्ने. र तपाईँहरू देख्न सक्नुहुन्छ म यस्तो ठाउँमा उभिएको छु, सायद कुण्डको बिचमा छु क्या. त्यो वानली पोसिबल हुन्छ जाडो महिनामा. पुरै आइस जमेको छ, फुल मान्छेहरू सबै हिँडिरहेको छन् पुरै मस्त लाएर होइन. अनि यो पार्ट चाहिँ कोही पनि हिँड्ने छैन, अनटच छ. यहाँ चाहिँ हाम्रो साथी र म मात्रै पुगेको छु. यो साइड चाहिँ अलिक पर आएको छौँ. र यहाँ तपाईँले देख्न सक्नुहुन्छ कहीँ चाहिँ तपाईँको आइस पनि फुटेको छ क्या. तपाईँको यहाँ चाहिँ यस्तो छ होइन. यहाँनिर यहाँ हेर्नु त, तपाईँहरू हेर्नु त ल हेर्नुहोस्, यहाँ पुरै आइसै फुटेको छ. आम्मामा कति गहिरो, चिसो एकदमै मस्त गहिरो छ. त्यतातिर चाहिँ अलि पग्ला जस्तो देखिन्छ होइन. यो एकदम जम्या चाहिँ छ एकदम अनटच. यो अनि यो हल्का क्र्याक भएको देखिन्छ त. यो चाहिँ फुट्नुलाई होला नि नभए. यहाँनिर हेर न, यस्तो हल्का क्र्याक देखिन्छ कि यस्तो छ होइन. मस्त पुरै जम्या छ हिउँ. सायद अस्ति यो जुन पानी परेपछि चाहिँ यहाँनिर हिउँ पनि पऱ्यो होला यस्तो भएको हो. पुरै पानी मस्त जमेको छ. सबजना रमाइलो गर्दै हुन्छ. पुरै हिमाल पारीको देश आइपुगेको फिल भइरहेको छ होइन. एकदम 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 रमाइलो, एकदम रमाइलो, एकदम होली, पिस, आनन्द. जय भैरव, जय भैरव. लाइफ. मञ्जुश्रीको तरबार हो होइन, भैरव तरबार. ल आऊ आऊ.